अनि त्यहाँ बनाएर म त्यो इटरीमा त्यो देवराजलाई भेट्नु मात्रै छ क्या खासै देवराजको पनि निस्किन्छु माधव ट्रेडर्समा अनि ल ल ल भात खान्छु हिँडिहाल्छु ल हाम्रो उपेन्द्र सुब्बा दाजु चाहिँ होटल स्वर्गलोकमा आउनुभएको छ हजुर सम्झनाको लागि मैले ठ्याक्क भिडियो कैद गरेको हजुर फेरि पनि आउनुहुन्छ म आउँदा यहीँ आउनुहुन्छ नि आशा यति साह्रो कम्फर्ट थोरै ठाउँमा पाउँछु कि म एकदम साथीभाइ पनि भेटिएको छ हाम्रो होटल स्वर्गलोक हट बिन्स क्याफे फेरि आउँदा चाहिँ सबै व्यवस्थित भइसकेको हुनेछ फेरि आउँदा लगभग हामी फुल फेजमा गएको हुनेछौँ भन्ने आशा छ अप्ठ्यारो हुनेवाला छैन हजुर ठक्क आउँछु हजुर बस्छु सिधै होटल स्वर्गलोक हजुर अनि दाइको बसाइ अहिले काठमाडौँ कहाँनिर छ अहिले नखीपोर भन्ने छ हाम्रो ललितपुरमा ए मेरो बसाइ त्यतै छ सपरिवार भनेको बाउ र कान्छी आमा चाहिँ पाहाडमा छन् ए मेरो आफ्नो परिवार चाहिँ सँगै छ ए पाँच थर नि दाजु आङसराङ भन्ने चाहिँ ए साह्रै राम्रो ठाउँमा जाऊ हजुर ल त्यो सँगै पढायो त नि म बुद्धि भट्टराई कोरियामा भएको होइन बुद्धि भट्टराई साह्रै चिन्छु नि रिजालहरूकै गाउँहरूकै त स्कुलै त्यही मेलबाट पढेँ दाइले कलेज चाहिँ दमक पढ्नु भएको म बिए चाहिँ यहाँ पढेँ ए आइए भन्ने त्यो त्यतिखेर हजुर 11-12 जस्तै अहिले +2 भने जस्तो आइए इन्टरमिडिएट चाहिँ माथि इलाम म अब क्याम्पस पढेँ हजुर त्यसपछि म दमक झरेँ हजुर दमक चाहिँ यहाँ 13 नम्बर मेरो दाइको घर छ हजुर अहिले पनि छ तर त्यहाँ चाहिँ भदैनी के हरू छन् हजुर उहाँको त्यसकारण म उतातिर गइनँ जानिनँ ए कति सालको एसएलसी दाइ तपाईँको म 47 सालको राम म जन्मेको सालको रहेछ 47 सालको एसएलसी तिमीहरू त थिएन पृथ्वीमा आउने सम्भावना थियो कि अयो तिमीहरूको त सुरु नै भएको थिएन कुरोकानी 47 सालको एसएलसी दिनुभएको अरे दाइले यहाँ हेर्न आऊ तिम्रो 40 सालको कति सालको भन्ने पनि थाहा हुँदैन बाउको उमेर पनि थाहा हुँदैन आफ्नो बाउको उमेर अहिले 40 पुग्यो पुग्न आफ्नो हो भनेपछि त कति उमेरमा बिहा गर्नुभयो 19 मै बिहे गरेछ नि 18 मा बिहे गर बाउले त्यस्तै होला आमा 35 सालको छ आमा 36 वर्ष पुग्यो 34-35 पुग्यो आमाको भर्खर बिहा गर्ने उमेर हुँदो रहेछ छोरी मम्मी 24 वर्षको हुँदा ए मम्मी 24 वर्षको हुँदा 44 तिमी कति वर्ष पुग्यौ 20 वर्ष पुग्यो 43 वर्ष पुग्यो हाम्रो हटबिन्स क्याफे दमक 5 झापा मङ्गलदीप मार्ग लजाएर यहाँ हाम्रा केही मान्छेहरू भुतुक्कै हुनुभएको छ केही हुँदैन हटबिन्स क्याफेमा हो नि त क्याफेमा त केही पनि हुँदैन बाबा छोरा मान्छेले पाइहाल्छ आउनु त ल हटबिन्स क्याफे बारिस्टा सिस्टम कलाकार साथीहरू हरे भनेको चाहिँ खोसाएँ भन्ने हो क्या स्वर्गलोक हाउसकिपिङ सुपरभाइजर
दाईसँग फोटो खिच्ने अरे सबैको एउटा ग्रुपिङ जाओस् न दाई हुन्छ नियमित पाठक म ए कविता पाठकसँग कता नियमित पाठक हो त्यसरी उभिँदा पनि हुन्छ तपाईँ स्वर्ग लोकको माफी हो क्या रमाइलो रेडी